हेलो नमस्ते फ्याबुलो है सबैजनालाई। आज भने फेरि शनिबार रहेको छ। आज चाहिँ मेरो सानो छोटो मिठो ब्लगमा है तपाईहरुलाई पनि स्वागत छ। र आज भने चाहिँ एकदमै धेरै कामहरु लागिरहेको थिए। अब यो यहाँको लाइफ त त्यस्तै हो है। अनि आज मैले बाटोमा पनि देखाउन पाइनँ किन भन्दाखेरि आज गरम धेरै नै थियो है। अनि शनिबारले गर्दा चाहिँ म फटाफट ड्युटी पुगिहालेँ। आज धेरै बिजी हुन्छ नि त। अनि त्यसले गर्दा म र मेरो भाइ थियो, भाइ र म चाहिँ फटाफट गएर ड्युटी पुगेँ। अनि ड्युटी पुगेर अब डेली लाइफ भनेको यो आज त मैले अरू चिया खाएको पनि देखाउन सकिनँ किन भन्दाखेरि म एकदमै बिजी थिएँ हो। मैले मेरो सामानहरू एकदम फटाफट कटिङ गर्न थालेँ, जुगुनीहरू, किनकि यो जुगुनीहरू चाहिँ हामीले यसमा युज गर्छ। अनि राइसको भाजीहरू फटाफट युज गरिहाल्यो हो। अनि सबै कटिङहरू गरेर मैले रेडी गर्नुपर्ने हुन्छ। सबै मैले चाहिँ ड्याङ्के ड्याङ काट्यो किनकि मैले एक घन्टाबाट गएर 1.5 घन्टाभित्रमा मैले यो कम्प्लिट गर्नुपर्ने हुन्छ। अनि त्यसले गर्दा फेरि यो डल्लै मैले कम्प्लिट गरेँ। रेड क्याबेज चाहिँ मैले किन लिएको भन्दाखेरि चाहिँ यो गार्निसिङको लागि क्या। अनि गार्निसिङ गरेर चाहिँ म फेरि बाहिर निस्केँ। आज चाहिँ मैले युनिफर्ममा गरेँ नि त ड्युटी भनेर तपाईँहरू कन्फ्युज हुन्छ होला, तर मेरो आज कोट आएको थिएन, त्यसले गर्दा म तल गएको है। अनि आज भन्छ खुसीको खबर के हो भन्दाखेरि एकदम हैदराबादमा पनि पानी पर्यो है। पानी परेर एकदम खुसी लाग्यो किन भन्दाखेरि आज मेरो चाहिँ ब्रेक टाइम यस्तो रुममा गएर हेरेको त पानी एकदम मजाको पऱ्यो, शीतल पनि भयो नि त। किनकि यहाँनिर उता गाउँ बस्तीमा जस्तो होइन, यहाँ त अब घाम लागेको छ है। पानी पर्दा त एकदमै खुसी हुन्छ, आफ्नो गाउँघरको याद आउँछ। अनि ब्रेक सकेर म फेरि फटाफट ड्युटी फर्केको त। नानाको सुसी अर्डर आइरहेको रहेछ। नानाले चाहिँ फटाफट सुसी बनाउँदो रहेछ। मैले पनि मजाले बनाउनुहोस् ल, भिडियो एउटा लिनु पऱ्यो भनेर मैले भनेँ। त्यहाँ देखाएर एकदमै हाम्रो रस चल्नु थाल्यो, ओपरै बिजी भयो हो। त्यहाँबाट बिजी भएपछि भाइहरूलाई फटाफट लु गरमै, आज चाहिँ शनिबार हो भन्दै सबलाई जोस देखाएँ। किनकि आफ्नो टिममेटलाई लिएर हिँड्नु भनेको कुनै रेला चिज होइन है, एउटा च्यालेन्जै हो। किनकि टिमले पनि आफू राम्रो भयो भने टिमले पनि साथ सपोर्ट दिन्छ। मसँग चाहिँ मेरो टिम जति पनि छ एकदमै खुसी भएर काम गर्ने गर्छ क्या। अनि अब बिजीको टाइममा अब किचन यतिकै हुन्छ, सबैजनालाई थाहा छ। अनि म चाहिँ एकदमै बिजी थिएँ। त्यहाँ भाइहरूलाई पनि यसो सानोतिनो ब्लग गर्दै फेरि मैले उयो गरिहालेँ। अनि बिमबापमा यहाँ के लाउनु भनेर ऊ भाइ चाहिँ कन्फ्युज भइरहेको रहेछ। सस लगाऊ भाइ भन्दै मैले भनेँ। त्यहाँबाट यता विनोद आसिङलाई भनेको त के हानेको भनेको त ड्रङ्क अन अरे। ऊ चाहिँ जहिले पनि अर्डर हान्छ, एकदम चिलमा हान्छ नि त, यतिको चाहिँ हुनुपर्छ मान्छेको है। अनि त्यति सकेर चाहिँ यता हाम्रो फेरि सुसी सेक्सनमा सुसी प्लाटर आइदियो एकैदिन। अब तपाईँहरूकोमा के कस्तो दिन्छ, हाम्रोमा त यस्तै दिन्छ ननभेज प्लाटर है। अनि त्यतिकै अनि ननभेज प्लाटर अभिषेकले मजाले गऱ्यो। त्यहाँबाट शर्मिलासे पनि मुसुक्कै हाँस्यो बिचरा है। ऊ पनि नयाँ किचनमा झरेको, भर्खर काम सिक्दैछ, एकदम राम्रो हो। अनि गर्दैछ प्लाटर बनाउँदैछ, एकदम मजाले बनाउनु भनेर भने। त्यहाँबाट म चाहिँ यसो देखाएर चाहिँ उता फेरि भाइहरूपट्टि गएको, एकदमै डरलाग्दो बिजी थियो। त्यसले गर्दा फेरि अनि त्यतिकै गर्दा गर्दै अरू देखाउनु पाएन। अनि फाइनली क्लोजिङ भएर म चाहिँ उता निस्केँ है। अब रुम जानुपर्ने हुन्छ, एकदमै थाक्यो। सो गाइस साथ सपोर्ट दिनु नभुल्नु होला। गुड नाइट यति भन्दै बिदा लिन चाहन्छु है। अब अर्को ब्लगमा भेट्नेछु। बाई बाई सबैजना।